हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ शनिबारको दिन हाम्रो त्यहाँ पसल बन्द भएर हामी चाहिँ नुहाइ धुवाइ गरेर फ्रेस भएर एकछिन नहाएको थियो। यो भाइहरू चाहिँ भेटियो बाटोमा। हेलो भन ब्लगर हो कि म हजुर। अहिले चाहिँ हामी यहाँ आइसकेका छौँ। यहाँ नजारा मौसम चाहिँ एकदमै फ्रेस छ। मकैबारीहरू छ। हामी अब चाहिँ घुमेर हामी यताबाट आएको गाइजर। हामी यताबाट आएको र अब हामी यहाँबाट गएर घुम्नेछौँ। तारकेश्वर भन्ने ठाउँ हो गाइजर। जतिजना हेर्दै हुन्छ यो भिडियोलाई प्लिज च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला। अहिले चाहिँ हामीहरू I think I need a break. Don't care how long it takes. You know I hate the way you make me feel so dark. You really broke my heart. You opened up my scars. घर जानेछौँ गाइजर। घर गएर खाजासाजा खाएर रेस्ट लाग्छ आज। आजको दिन पनि आजको दिन यही हो। नुहाइ धुवाइ गरेर फ्रेस भयो। 2 बजेपछि हामी तपाईँहरूसँग जोड्यौँ भिडियोमा। यहाँ चाहिँ हामी तल एकछिन जानेछौँ गाइजर। तल कहाँ पुग्छन् हामी यसरी नै शनिबारको दिन चाहिँ हामी नुहाइ धुवाइ गरेर फ्रेस भएर हामी एकछिन हावासावा खाँदै निस्किदिन्छौँ यतातिर। यहाँको चाहिँ एकदमै वातावरण एकदमै राम्रो छ। एकदमै राम्रो भएको हुनाले हामी यहाँ आउँछौँ। एकछिन यहाँ हेर्छौँ हामी पाहाड काँडा पाखाहरू र यतातिर चाहिँ मकैहरू एकदमै